यो सालमा चाहिँ अलिकति पानी चाहिँ धेरै परेर अनि यो मकैमा धेरै के छ यो मकैभन्दा पनि बढी यो के अरे यो भड यतातिर हाम्रो भड भन्छ नि यो अरू नै उठेर यो मकैको अवस्था अलि राम्रो छैन त्यसैमाथि यो भडले जेलेको छ अनि मकै पनि यो कसका गोरुले पुरा खाइदियो कसको गोरु पनि खै गोरु छाडेर सबैले मकै खाएको छ तैपनि अब यो अलिअलि यो पनि गोर्नु पर्ने भयो त्यसैले मकै घुरिरहेको अवस्था छ तपाईहरु प्रत्यक्ष देख्न सक्नुहुन्छ यस्तै चाहिँ हाम्रो चाहिँ यो यता अछाम कौला बजार नगरपालिका 9 नम्बरतिर प्राय जसो मकै यसै गरिने गर्छन् जसमा म पनि यो मकै गोड्ने प्रयासमा छु एकातिर गोड्ने भनेको अर्कोतिर चाहिँ निक्लने हुन्छ यो खासै हाम्रो मकैको छैन पुरा मकैभन्दा यो भड धेरै भएर हैन मकैभन्दा भड धेरै भएर चाहिँ यसले हामीलाई गोडमेल गर्न अलि असजिलो वातावरण सिर्जना भएको छ यो फटाफट मकै गोड्ने नसक्ने अवस्था देखियो यो मकै गोड्ने माटो पानी परेर मकैभन्दा बढी चाहिँ यो अन्य घाँसहरू पनि रह्यो भने यहाँ तपाईहरु प्रत्यक्ष देख्न सक्नुहुन्छ अहिले हामी यो साँझको समय छ अब घरमा गएर खाना बनाउने समय भइसक्दा पनि छिटो काम सिद्ध्याएर खाउँला भन्ने हामीलाई आशा लागिरहेको छ चाँडै सक्नेछौँ यो मकै गोडेर भन्ने हो तर के गर्नु यो मकै चाहिँ सारा भडले गर्दा के गर्ने यस्तो अवस्था छ यो अब यो गाडी छ गाडी भए पनि नगरेर साध्य छैन बिटा न ड्याडी उठ्नलाई त्यसरी यो गोड्नु पर्ने आवश्यकता देखियो गोडिरहेको छौँ हिँडो गिलो सँगसँगै छ पुरा हिँदै छ है तपाईहरुतिर पनि यसरी आजकल मकै गोड्ने सिजन होला धान रोप्ने सिजन होला खेतमा त्यही हो अब किसानी हामी त अफिसर नानु किसानी गाना छ अफिसर किसानी मान्छे हैन काम नगरेर खान पाइदैन त्यो हुनाले टक्क बढेर ढाड दुखिरहेछ हैन खुट्टा पनि दुखिरहेछन् तर पनि के गर्ने यो भोको पेट भर्नको लागि यो कुटो कोदालो चाहिँ गर्नै पर्ने खेतीपाती लगाउनै पर्ने त्यही भएर हामी यो अहिले प्रत्यक्ष मकैबारीमा काम गरिरहेको भिडियो चाहिँ देखाउँदैछौँ चट्ट बाडेर आज चाहिँ 3-4 दिनपछि अब यो मकैबारीमा मकै गोडिरहेको अवस्था छ अब त्यसै गरी यो अब पहिलो पाट भयो अब यसै गरी यो मकै दोस्रोचोटि गोड्ने पनि हुन्छ हाम्रोतिर दोस्रोचोटि गर्दा दोस्रो पाटमा तपाईले त्यस्तो समय छैन पर एकसरा भयो यो एकसरा मकै गोडिरहेको छ अब चाहिँ हामी त्यसभन्दा पछि अब यो एकसरा गोडिसकेपछि गोडेको केही दिन पछाडि दोस्रा मकै गोड्नतिर पनि बल्ल अब 8-10 दिनपछि दोस्रा मकै गोड्नु हुन्छ तपाईलाई दोस्रा मकै गोडेको पनि प्रत्यक्ष भिडियो मार्फत देखाउने छौँ हेर्नु होला लाइक कमेन्ट गर्दै गर्नु होला अनि मेरो चाहिँ युट्युब च्यानल छ युट्युब च्यानल पनि सब्स्क्राइब गरिदिनु होला म प्रत्यक्ष भिडियोमा हाल्नेछौँ तपाईहरुसँग अब यति भन्दै यो भिडियोलाई बाई बाई।